लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत महिला उत्तरदायित्व सम्बन्धी अन्तर्क्रिया कार्यक्रम जनकपुर धाममा सम्पन्न भएको छ। साथ सिकाइ सञ्जाल धनुषाको आयोजनामा र मानव अधिकारका लागि एकल महिला समूहको सहकार्यमा जनकपुर धाम उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रममा महिलामाथि हुने हिंसा न्यूनीकरण तथा उत्तरदायी समाज निर्माणको विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रमको अध्यक्षता साथ सिकाइ सञ्जाल धनुषाकी अध्यक्ष रिङ्कु शाहले गरेकी थिइन्। जनकपुर धाम उपमहानगरपालिकाको उपप्रमुख किशोरी शाह प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै स्थानीय तहले लैंगिक हिंसा न्यूनीकरणका लागि अपनाइरहेका पहल तथा आगामी योजनाबारे धारणा राखेका थिए। महिलालाई उत्तरदायी बनाउने अर्थ उनीहरूलाई जिम्मेवारी थोपार्ने होइन, बरु उनीहरूले अधिकार, अवसर र स्रोतको बराबरी पहुँच पुर्याउने वातावरण निर्माण गर्नु हो। वक्ताहरूले महिलामाथि हुने शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक हिंसाका स्वरूपबारे चर्चा गर्दै पीडितले आत्मविश्वासका साथ न्यायिक तथा सहयोगी निकायसम्म पुग्न सक्ने वातावरण निर्माण गर्न सबै तह र क्षेत्रबाट पहल आवश्यक रहेको बताए। साथै महिला उत्तरदायित्व, न्याय पहुँच, सचेतनामूलक कार्यक्रम विस्तार तथा सुरक्षित समुदाय निर्माणका विषयमा व्यावहारिक सुझावहरू पेश गरिएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष रिङ्कु शाहले 16 दिने अभियान अन्तर्गत आयोजित यस्तो अन्तर्क्रियाले महिलाहरूको सशक्तिकरण र हिंसा मुक्त समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता पहल निरन्तर अघि बढाइने प्रतिबद्धता जनाइन्। कार्यक्रममा जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, मानव अधिकारका लागि एकल महिला समूहकी प्रतिनिधि सुभद्रा आले र फेडोको तर्फबाट सरस्वती मण्डल र स्थानीय सरोकारवाला सहित विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।